नमस्कार सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई कीर्तिपुर पाङ्गा हुँदै चोबारको डाँडामा अवस्थित आदिनाथ लोकेश्वर मन्दिर लिएर जाँदैछु। हुन त यहाँ काठमाडौँबाट बल्खु हुँदै पनि सिधै आउन सकिन्छ। यो मन्दिर सेन्ट्रल काठमाडौँबाट 6 किलोमिटर टाढा रहेको छ भने समुद्री स्तरबाट 5000 फिटको उचाइमा रहेको छ। यस मन्दिरमा हरेक उमेर समूहका व्यक्तिहरू सहजै पिचै पिच बाटोबाट आउन सक्नुहुनेछ। पैदल यात्रामा रमाउनेहरूको लागि भने छुट्टै सिडीको बाटो समेत रहेको छ। फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगिसकेको छौँ। यो चाहिँ आदिनाथ मन्दिरको ठ्याक्कै अगाडिको बौद्ध स्तूपको चोक हो। यसलाई चाहिँ चिबाहाल पनि भनिन्छ। यो मन्दिर नेवार बस्तीको बीचमा रहेको छ। वरिपरि घरको मध्य भागमा चोक जस्तो छ जहाँ मान्छेहरू भेला हुने ठाउँ छ। ठिक त्यसको सामुन्नेको ढोकाबाट हामीहरू मन्दिर प्रवेश गर्न सक्छौँ। हुन त यो मन्दिर परिसरमा आउने बाटो अरू थप पनि छन्, तर मुख्य बाटो भने यही हो। यो मन्दिरको निर्माण 15औं शताब्दीमा गरिएको हो भने 1640 सालमा पुनर्निर्माण गरिएको हो। हाल यसलाई आदिनाथ लोकेश्वर मन्दिर भनेर चिनिए तापनि बौद्ध मतका मानिसहरू यसलाई अनानदाती अर्थात् अवलोकेश्वर भन्दछन् भने हिन्दू मतका मानिसहरू मच्छिन्द्रनाथ अर्थात् शिवको स्वरूपको रूपमा मान्दछन्। यहाँ आउने मानिसहरू दर्शन गर्नुका साथसाथै भाकल पनि गर्ने गर्दछन्। आदिनाथको दर्शनले मात्रै पनि मनोकामना पूरा हुने विश्वास जनमानसमा छ। त्यसैले यहाँ मानिसहरूको आउने क्रम सधैँ जस्तो हुन्छ। तर विशेष गरी यो मन्दिरमा जात्रा भने चैते दशैंमा लाग्ने गर्दछ। आस्थाको हिसाबले यो मन्दिर बौद्ध तथा हिन्दू दुवै धर्मको केन्द्र हो। सामान्यतया यो मन्दिर अन्य मन्दिर जस्तै देखिन्छ, तर यो भिन्न छ। मन्दिरका वरिपरिका भित्ताहरूमा झुन्ड्याएका यी भाडाहरूले यस मन्दिरलाई साँच्चै नै पृथक बनाएको छ।